हार्दिक समवेदना। बारीकोट गाउँपालिका वडा नम्बर 3 पहाड मल्सामा दुःखद घडीमा यही मिति 2082 1 महिना 28 गतेका दिन मेरो आदरणीय पूजनीय दाजु शरण्य नेपालीको दुःखद निधन भएकोले आफन्तजन छर छिमेकी इष्टमित्र मलामीजनहरूमा धैर्य धारणाको शक्ति प्रकट गर्न चाहन्छु। श्रीमती दाहना विक, छोराहरू हरिश विक, मनोज विक, राजकुमार विक, जेठी बुहारी मीना बटाल, छोरीहरू विष्णा विक, लालमाया विक, शर्मिला विक, तारा विक, छोरीतर्फका ज्वाइँहरू गोविन्द्र विक, गोपी विक, चन्द्र विक, छोरातर्फका नातिहरू प्रिन्स विक, छोरीतर्फका नातिनीहरू जोसफ विक, एलिसा विक र जवान विक। भाइ बन्धुहरू लालबहादुर विक, धनबहादुर विक, रतन विक, कमल विक, लोकेन्द्र विक, करण विक, वीरबहादुर विक, धनबहादुर विक हाल भारत। भाइतर्फका बुहारीहरू नोइन कुहारी विक, कविता विक, सुशीला विक, निर्मला विक, सोन्तली विक हाल भारत। माया विक। भाइहरूका छोरी छोराहरू लक्ष्मी विक, हजाडी विक, कविता विक, रोशनी विक, रेखा विक, झरना विक, परिलाल विक, टेकेन्द्र विक, नारायण विक, दिनेश विक, दिपेन्द्र विक, मार्शल विक। भाइहरू 8 भाइहरू 7 बुहारीहरू। ज्वाइँतर्फका ज्वाइँहरू 3 ज्वाइँहरू, 10 छोरीहरू, 9 छोराहरू, नातिनीहरू 2 नाति 2 नातिनी। यही मिति 2082 2 महिना ज्येष्ठ 4 गते शुद्धि कार्य हुने भएकोले सम्पूर्ण निमन्त्रण